हेलो गाइज वेलकम टु माई न्यू भ्लग्स होइन यो चाहिँ दोरपाटन हन्टेक रिजर्भको दामी भ्यू के यस्तो यो डाँडामा यस्तो हिउँ परेको थियो तर अलिकति होसी लाएर के केही देखेँ होइन तर भ्यूको आनन्द लिनु होला अगाडिसम्म हेरेर आनन्द लिनु होला है धन्यवाद। सबैजनालाई फेरि वेलकम छ। यो चाहिँ हाम्रो प्यारो गाउँ गलकोट नगरपालिका कति भन्छ त्यो त थाहा भएन होइन। अब चाहिँ हाम्रो यात्रा गलकोटदेखि सुरु हुन गइरहेको छ होइन। सबैजनाले हेरेर आनन्द लिनु होला अनि हाम्रो गाउँ गलकोट कस्तो छ यसो कमेन्टमा बताइदिनु होला होइन। अब चाहिँ यहाँ लगभग 2 घन्टा बुर्तिबाङ त्यहाँबाट 3 घन्टा अफरोडिङ गरेर हामी दोरपाटन हन्टिङ रिजर्भ पुग्नेवाला छौँ होइन। यसो आनन्द कस्तो आनन्द छ कि यार गाउँघरको मौसम क्या यार। यति यहाँ कुहिरो नलागेको भए यस्तो दामी देखिन्थ्यो नि होइन। उ त्यो अगाडि चाहिँ कुहुची लागेको चाहिँ हाम्रो गलकोट घुम्टे हो कि त्यो चाहिँ होइन। दामी छ क्या ट्रेकिङको लागि यस्तो A1 छ नि होइन। अब हामी यहाँ एकछिन एटिएममा यसो हल्का भुल्न गइरहेको छौँ होइन। अब बिस्तारै हेर्दै जानु होला अघिको भ्लग्सहरू हेरेर आनन्द लिनु होला है। तर कस्तो आनन्दकै डाँडाकाँडा कस्तो हेर्दा नि आनन्द लाउने के यतै आएर डाँडाकाँडातिर बस्ने जस्तो भाइस आउने कि यस्तो दामी भ्यू हो। बाटो चाहिँ अलिकति राम्रै छ होइन। अहिले चाहिँ कति 11:30 बज्यो क्या 12 बज्यो। अब हामी 1 बजीसम्म बुर्तिमा पुगिन्छ। त्यहाँबाट चाहिँ आनन्द के अफरोड त अफरोड छ डेन्जर गाह्रो त गाह्रो हुन्छ। तर यो स्कुटीले अरूलाई नभए नि अरू केटीलाई नभए नि यो स्कुटीलाई विश्वास गर्न सकिन्छ कि। तर यो भ्यू चाहिँ आनन्दकै बाटो नि बिचमा दामी छ। बिचमा अलिकति खराब त भइहाल्छ होइन नेपाल हो जे नि हुन्छ। तर ओहो आनन्द तल खोलो हेर्नुपर्छ यति निलो छ नि होइन। तलको ढुङ्गा देखिन्छ क्या यार। अब रारा जाने नि यही बाटो हो केटा हो केटाकेटी हो त्यो पाइप्स चाहिँ कडै छ क्या। जे जस्तो हो नि भ्यूको आनन्द चाहिँ लिनुपर्छ है। यसले चाहिँ मार्केट खान्छ है। यस्तो दामी तल दाहिने साइडमा पहाड तलपट्टि खोलो उतापट्टि फेरि डाँडो होइन। रमाइलो छ क्या यार। तर एक्लै जान त मजा त आउँछ। तर मैले तर के अनि मामाको छोरालाई उठाएर ल्याएर आएको एक्लै झ्याउला छ कि फेरि के थाहा किन्ने भन्दै कि सोझो मान्छेलाई भने टेन्सन हुने कि होइन। बाटो हिँड्नु न बाटोले मार्केट खान्छ कि। तर यसमा चाहिँ डेन्जर टर्नरिङ हो कि टर्निङ के डेन्जर बिचमा यस्तै खराब बाटो या झ्याउला नि यार। यस्तो बाटो नि यार माम पाका क्या गुन्डा बनेगा तू भन्छ नि होइन। एउटा डायलग छ कमेडियन ठिकै हो। तर यो मैले भन्थेँ नि यो खोलाको भ्यू दामी देखिन्छ भन्थेँ नि यहाँबाट यो हुन्छ नि यतातिर अलिकति फोरफोरै छ क्या। जति उता जति पर गयो नि होइन त्यति बब्बाल देखिन्छ कि खोलो यार। आम्मा कसम कि यति सफा देखिन्छ कि यही तालको आडामा गसेर घाम ताप्दै दारू आनन्द जस्तो भाइसाउँछ कि त्यस्तो दामी छ कि हेर्दा आनन्द होइन। स्वर्गै आए जस्तो लाग्छ कि यस्तो सफा। झन् रारा गएपछि के होला कि हालत भन्ने हुन्छ क्या यार मेरो यार। त्यहाँ गएर त म फर्किन्न जस्तो लाग्छ कि केटा के छ विचार चाहिँ राम्रै थियो के अरे होइन। एक्लै बोल्न नि झ्याउलाउने कि यस्तो मजाले स्पिड जानिरहेको थियो कि यहाँनिर होइन। ओ मामा प्यारो मामा भएको कि अब यो बुढोले साईको तरिकाले एकछिन त हेरेर ल कहाँ जानु लाग्यो सोध्छ होइन। माछी मार्न जाउँ दाजुमा धन्नै मुख नछाडिदिएको यस्तो तोरी यस्तो मुख छाडेको थियो त्यही भएर मैले म्युट गरेको केटा होइन। अनि ठिकै हो एकछिन रमाइलो भयो मामाहरूसँग माटक्ने झ्याग्ने गएर पिडिदिनु जस्तो कि। लाइसेन्स छ होइन त्यही पनि अब उसमा आउँछ कि नागरिक एप खोल्नु त म त्यहाँ हेर्छु अरे कि यस्तो झ्याउला भने यार कस्तो तोरी होला कि। लाइसेन्स दिए होइन अनि यो तपाईँ हो भन्छ के अरे यस्तो हँसो लाएर त्यो यो निलो पत्र दिएको थिएँ लेमिनेसन गरेको त्यहाँ चाहिँ केही देखेको थिएन कि। अनि त्यो दिएको तपाईँ हो भन्छ के अरे जाँठो माटुक्ने झ्याग्ने मामा भन्न नि झ्याउलाउने कि झनक्क गएर उडी यस्तो नमिठो तरिकाले पिडिदिनु जस्तो लाग्छ कि यस्तो तोरीहरूलाई देख्दा त
लामो यात्रा गरेका महानुभावहरूलाई डिस्टर्ब हान्न हुँदैन भन्ने थाहा होइन कि यिनीहरू यस्तो सामानहरू थियो लफडा मात्रै गर्न के गर्ने भनेर अनि चुपचाप नबोलिकन हिँडिदिएको हामी दुईजना कुन गाउँ आएछ त नि यस्तो यार खै के गाउँ भन्ने थियो गरे यार के हो के गरौँ म तिम्रो हेरेर अनि यस्तो त छाडा बोल्नु भन्ने यार ठिस भयो नि होइन तनाव भने तर जे जस्तो भयो नि यो गाउँ चाहिँ आनन्द थियो कि आनन्द त के भन्ने ठिकठाक आनन्द त हाम्रै गाउँ थियो नि प्यारो गलकोट हाम्रो गलकोट मैले अघि भनेको होइन यही खोलो हो क्या अलि यहाँ अलि नराम्रो देखेरहेछ यस्तो ड्राइभन्दा होइन तर यस्तो दामी थियो नि होइन आनन्द के यस्तो होइन बाटो चाहिँ आनन्द छ तर बिच्चा बिच्चामा झ्याउलाउने कि यस्तो यस्तो अप्ठ्यारो चाहिँ फेरि आयो नराम्रो बाटोमा बागा तर यो भ्यू चाहिँ होइन भब्बाले थियो क्या यो खोलो हो यहाँ आकाशे पुल नि थियो क्या अगाडिको त्यहाँ अगाडि होइन यो पुलले नि माटो नि यार यतापट्टि त राम्रै बनाहा उतापट्टि चाहिँ के हो झ्याउ मात्रै के तर यो बाटोमा कुदाउनु चाहिँ मजा आउँथ्यो होला तर स्कुटीले अलिकति आथु गरिरहेको थियो कि त्यस्तो मजाले कुदाउनु त भएन क्या तर भ्यू हेरेर आनन्द लिनु होला होइन उ त्यो पुल भनेको भर्खर देखाएको थिएँ नि होइन मैले लु के अलि बिस्तारै राम्रो के छ र हतार के छ र नानी भन्दै गएको थियो जे जस्तो भयो नि गाह्रै हुने कि बाटो एउटा खाल्टो जो दार्को पनि यार झ्याउ मात्रै कस्तो आँपे जस्तो गोल उता पार्टीपट्टि यत्तिकै हुन्छ नि रसीले भने यस्तो तरिकाले भाइब्स देखाइरहेको क्या त्यसले पेट्रोल हाल्नुपर्छ जल्लो जाँदा अलिकति धोका दियो भने टेन्सन हुन्छ कि यसो छिरेर पेट्रोल हालेर तर यहाँ चाहिँ 1 रुपियाँ महँगो हो क्या जे जस्तो पनि हाल्दै पर्छ माथि बसेर लिटर 200 300 भन्दैछ टेन्सन पैसा नभए बेला होइन 3-4 खुल्नु लाग्थ्यो तर अब केही त हुन्छ राजनीति कडा दिइहाल्छन् जुन लाइन यहाँ स्कुलदेखि चाहिँ मलाई के देखेर किन्यो होला भन्ने हुन्छ कि भाइब्स त्यही आउँछ कि यस्तो भने आनन्द हुन्छ अब पेट्रोल हाल्ने अलि अगाडि गएर अब धुरपटानमा महँगो हुन्छ दालसारू लगेर जाने च्याट्ट ज्यान तताउने होइन अनि पाइयो भने ज्यान नि तताउने खाएर मात्र होइन पाइन त पाइन्छन् होला कि आशा छ आश गर्नु भर त पऱ्यो होइन आश गर्नु भर नपर्नु भन्छ नि होइन त्यही टेक्निक लाएर मस्त अब पेट्रोल हालेर एकछिन बोलिन्छ होला केटा बाटोमा भेट्नु बिस्तारै अगाडि हेर्दै गर्नु होला सपोर्ट साथ दिइराख्नु होला होइन हस् त बिस्तारै भेटौँ ल अगाडि अब चाहिँ यहाँबाट अब धोरपाटनको अफरोडिङ सुरु भयो फुल अफरोडिङ हो क्या अब जस्तो नि पहिलाभन्दा त अलिकति राम्रै बनायो यतातिर त माथितिर कस्तो थाहा भएन होइन बिस्तारै जाँदा थाहा पाइन्छ होला फुल अफरोडिङ हो क्या जाँदाखेरि मिनिमम भनेको 3 घन्टा लाग्छ होइन मिनिमम के म्याक्सिमम त जति पनि लाउन सक्छ तर झर्ने बेलामा मिनिमम भनेको 1 घन्टा हो कि म्याक्सिमम त जति पनि लाउन सक्छ बाटो उस भयो होइन कस्तो आएको यार मामा भन्नु भन्थ्यो अब काका भन्ने ल अडिक छ बिस्तारै हेर्दै गर्नु होला तर यस्तो दामी छ कि भ्यू भनेको यस्तो हुनुपर्छ कि चाचा उही छ कि उकाली ओह्राली जिन्दगी भनेको कहिले तल कहिले माथि भइरहेको छ होइन बुझ्नु न बुझ्नेले बुझी खानु नबुझ्नेले नि बुझिजानु लडेक छ हेर्दै गर्नु होला भ्यू आनन्द लिनु होला कस्तो राम्रो देखिरहेको ढाँडाहरू यो हरियो हुँदा कस्तो देखिन्छ होला कि कस्तो दामी देखेको कि यहाँबाट यो बाटो देखियो नि यस्तो ओह्रालो उकालो किन के बरु डाँडै त्याट्छै नबनाएर के कस्तो सिधै ओह्रालो झरो अरे फेरि उकालो चढ अरे फेरि ओह्रालो उकालो भनेको थिएँ नि मैले जिन्दगी तलमाथि भइरहेको छ कहिले तिमी तल कहिले म तल कहिले तिमी माथि कहिले म माथि लडेको छ है ल यतिको त हुनु पर्यो
अरूभन्दा नि बिहानमा गाह्रो हुन्छ क्या बिहानमा गाह्रो हुन्छ कि कि जहाँसम्म जान्छ त्यहाँसम्म जाने त्यहाँबाट हिँड्यो कि मैले त्यो पछाडिको डाँडो त भन्थेँ नि तलबाट कुहिरो लगाएको त्यहीँ पुग्नुपर्छ कि त्यो कुहिरो लगाएको डाँडामा चाहिँ कटेपछि बल्ल धुर्पट आउँछ कि कस्तो हो क्या यहाँ यस्तो सरल यता दाहिनेपट्टि यस्तो दामी पिच छ होइन यो धुर्पटन जानेतिर पिचै छैन जाँठाहरू यार यतापट्टि कस्तो उतापट्टिबाट धुर्पटन जान मिल्नु भयो यस्तो दामी यता हेर्नु छ यहाँ अगाडि कस्तो हो क्या म अघिल्लोचोटि आएको त्यही भएर थाहा थियो कि पारिपट्टि सलल्ल पिच छ यतापट्टि खटा 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 छ पिच छ गाह्रो छ जिन्दगीमा त्यो बाटो यता भयो भए मार्केट हान्थ्यो धुर्पटनले यार धुर्पटनले नभयो भने बाटोले त मार्केट हान्थ्यो कि त्यो बिगेस्ट स्क्याम भइदिन्छ उतापट्टि हो अहिले म आउँदा होइन त्यो इटलीबाट आएको थियो क्या दुईवटा बुढाबुढी साइकलमा इन्डियाबाट आएको अरे म ठ्याक्क नठाटीमा भेटाएको एकजनालाई अनि यसरी गफ गर्दै इङ्ग्लिसमा दुईवटा हो क्या बुढाबुढी विदेशी कि विदेशी खैरे अनि माथि होइन कुन कर्बु ब्याङ्क हो कि ग्लोबल एबी ब्याङ्क छ कि माथि धुरिया एउटा गाउँ छ एटिएम नि छ क्या सायद त्यसलाई नोटिस गरेन यहाँ हेर न त्यो घरमा पूजा लौराजन देखेन म त सुरुमा त त्यस्तै त्यस्तै नि गाउँ हो पारिपट्टिको झोप्पो गाउँ के वहाँ पुगेर हो जाने त्यहाँ पुगेपछि अब त्यार्सो होइन त्यसपछि अर्को गाउँ आउँछ अनि समाप्त ब्याङ्क पर्व ब्याङ्क हेर न ऊ देख्नु ऊ के यता देख्नु यो रातो बिल्डिङ होइन पर्सिन्छ यार मलाई त अर्थ दिइरहेको भइसक्यो स्ट्याम्प त हालिदिनुपर्छ यहाँ त हान्दैन एउटा स्ट्याम्प हाल न यार कम त मजा आउँछ स्न्याप त हान्नुपर्छ कि यो चाहिँ हाम्रो जाँदाफेरिको मौसम थियो होइन तर अहिले यो भिडियो धेरै लामो भएको कारणले लामो भयो क्या त्यसैले अब अर्को धुर्पटनको मात्र भ्यू चाहिँ पार्ट 2 मा आउँछ है अर्को भिडियोमा आउँछ सबैले हेरेर आनन्द लिनु होला लाइक कमेन्ट सेयर अनि अरू के भन्छन् सब्सक्राइब हानिदिनु होला होइन माया देखाइदिनु होला किनकि मैले अरूको चाहिँ माया पाएन है है माया देखाइदिनु होला साथ सपोर्ट गरिदिनु होला अनि भ्यू हेरेर आनन्द लिनु होला म अहिलेलाई लागेको हस् पछि भेटौँ न।